Hi guys, welcome to our YouTube channel. अनि हाम्रो YouTube channel को नाम के छ? Best to Arya. अनि हामी चाहिँ अहिले ड्राई पिकनिक को लागि निस्किसकेका छौं अनि हाम्रो सामान चाहिँ सबै रेडी भइसक्यो. हाम्रो पिकनिक स्पट भनेको चाहिँ कहाँ हो? प्लम स्ट्रीट मा हिँडेको. म चाहिँ फर्स्टमै गइसके सनसेट हेर्नलाई. उ चाहिँ गएको छैन त्यही भएर. अनि त्यसपछि चाहिँ हाम्रो पिकनिक स्पट छ प्लम स्ट्रीट अनि त्यहाँ हामीले चाहिँ त्यहाँनिर बिहान उठेर चिकन उले काटेर बनाएर म चाहिँ यसो त्यहाँ हल्लिएर यसो टाक्लाक टुक्लु यता हेरेँ हैन सब उले गरेको. अब हामी चाहिँ वहीँ गएर अहिले चाहिँ हामी ट्रेनको लागि चाहिँ वेम्बली स्टेसन जाँदैछौँ. वेम्बली स्टेडियम जाँदैछौँ. त्यहाँ गएर अनि हामी फेरि तपाईँलाई त्यहीँबाट फेरि सुरु गर्छौँ. गाइज घामको त कुरै नगरौँ. किन भनेको थिएँ छाता लिएर जाऊँ भनेर. मैले नकल पाएर छाता पर्दैन भनेको थिएँ. उसले चाहिँ पावर ग्लास लगाउँथ्यो होइन. अनि आज चाहिँ यस्तो राम्ररी भयो भनेर चाहिँ उसले पावर ग्लास लगाएन. म चाहिँ फेरि बिना पावर ग्लास देख्दिनँ कि घाम छ नि त. घाम भएर यति राम्रो भएर पनि चस्मा लगाएको छौँ. ट्रेनको लागि निस्किँदैछौँ. सनब्लक क्रिमहरू पनि केही लागेन बडीमा. फेसमा चाहिँ लगायो हल्का. आज हामी डढेर फर्किन्छौँ. किनकि हिँड्नुपर्ने धेरै छ. अझै कति आधी घन्टा जति जस्तो लाग्छ है. आधी घन्टा जस्तो लाग्छ. गाइज सो मैले चाहिँ उसको मेकअप गरिदिएको. उसको कमेन्ट गरिदिनु होला. प्रिटी लिटल के छ नि हो त्यो वाला जस्तै देखेछ. किन मैले नदेखे हो कि. हामी चाहिँ जाँदैछौँ होइन. घाम यस्तो छ नि तपाईँहरूले. सो गाइज हामी चाहिँ अब पाले पिलो सुट गर्न त गाह्रो हुन्छ नि त. त्यही भएर मेरो बेस्ट आएर यसको मेकअप चाहिँ मैले गरिदिएको हो. आज एकदम ग्लोई हुन्छ नि. सो आज चाहिँ सारा मान्छेको नजर चाहिँ उसमाथि छ किनकि ऊ यस्तो राम्रो बनाइदिएको थियो नि त. मैले राम्रो चाहिँ बनाइदिएँ. मलाई कस्तो राम्रो लागिरहेको. Hey guys, so if you want to make them from my side, so you can come to visit us. Different देखिरहेको छ उसलाई. अनि के अरे यहाँ वेम्बलीमा चाहिँ आज सन्डे भयो नि त. होलिडे भएर यहाँनिर वेम्बली त्यो अस्ति हामीले स्टेडियम देखाएको थियो नि. त्यसको यो बाटोमा चाहिँ यसरी यहाँनिर ज्वेलरीहरूको सपहरू मिनी सपहरू राखिराखेको हुन्छ. ज्वेलरी खानेकुराहरूदेखि लिएर कफी सबै देख्न सक्नुहुन्छ हजुरहरूले. यस्तो क्राउड छ नि यहाँनिर. एभ्री टाइम यहाँनिर क्राउड हुन्छ नि है. Yeah, you are right, absolutely. Yeah. So from today we will speak English only. Okay. So we will shoot only English vlog. But we already start with Nepali, na? Yeah. So guys, this is so weird. यस्तो घाम छ नि. एकजना मैले यस्तो हाप्ला राखेको पुरै डढेर हुन्छ नि. स्किन त्यो कस्तो त्यो डढेको वाला फिल आइरहेकै हुन्छ नि. त्यो गर्मी चाहिँ छुट्टै छ नि है. कस्तो पोल्ने टाइपको के. Whatever, but I don't care. You look pretty. So guys, अब चाहिँ हामी चाहिँ ट्रेनको लागि जाँदैछौँ र आउँदैछ पनि यो स्टेडियमको उसमा. सो गाइज मोस्टली यहाँको मान्छेहरूले चाहिँ व्हाइट र ब्ल्याक लगाउँछ. एकदम रियर केसमा देख्छ कलरफुल वाला लुगाहरू चाहिँ. त्यही भएर हामीले पनि आज व्हाइट र ब्ल्याक लगाएको. त्यही भएर आज हामीले पनि नि माथि ब्ल्याक व्हाइट उसको माथि व्हाइट छ र ब्राउन कलर. So guys, is the girl so look pretty. Come on. यहाँ चाहिँ नि यस्तो बेस्ट फ्रेन्ड भएर चाहिँ सँगै हात समाएर यस्तो अङ्गालो मारेर जिस्किँदै हेऱ्यो भने चाहिँ लेस्बियन सम्झिन्छन् कि. लेस्बियन हो आर यु गाइज लेस्बियन अर वर्ड भनेर त्यसरी भनेर आउँछन् कि. तर हामी चाहिँ होइन होइन. यो कलर हेर्दा नि कस्तो लेस्बियन कलर फिल आइरहेको छ. सो गाइज यु क्यान सी ट्रेनको यो आइसक्यो अनि हामी ट्रेनमा जाँदैछौँ. सो गाइज वी आर इन वेम्बली स्टेडियम ट्रेन स्टेसन. अनि यहाँभित्र चाहिँ जाँदाखेरि चाहिँ यो टनलबाट भित्र छिरेर जानुपर्छ.
आज मेबी यहाँ गेमहरू केही होला है, त्यही भएर यस्तो ग्यादरिङ छ कि प्रायः जस्तो जहिले भइरहेको हुन्छ। सन्डे र स्याटरडे हुन्छ मोस्टली चाहिँ, अनि ट्रेन पनि पुरै प्याक जस्तै हुन्छ। सो यो आउँदा गरौँ न ल। सो गाइज यु क्यान सी वेम्बले पार्क स्टेसन हो यहीँबाट। ठ्याक्कै हामी चढ्छौँ। टाइम त लाग्दैन हौ। सो गाइज हामी चाहिँ वेम्बली स्टेडियमको उसमा आइसक्यौँ ट्रेनको चढ्नको लागि। सो ऊ चाहिँ कार खोजेको अनि ब्याग चाहिँ रिचार्ज नगरिकन जान मिल्दैन नि त। भेटिसक्यो। कसको हेर त मेरो नि छ। दिस इज माई। सो म चाहिँ मनोजको कार्डबाट ट्याप गरेर अनि हामी यहाँबाट चाहिँ निस्किन्छौँ। म पनि गर्दैछु। उसले त मलाई देखाइरहेको रहेछ। सो गाइज कार्ड खोज्दै भयो भाइ। मैले कार्ड हाल्न त हालेको थिएँ, सरी ल। त्यसैले गर्छु छ कि छैन भन्ने कुरा भएर कि यसमा उसको गर न लास्ट टाइम ट्याब। उसले आफ्नो मनोजको कार्ड चाहिँ हराएछ जस्तो छ। फाइनल। सो गाइज दुइटाले भेट्यो कार्ड। अब हामी ट्याप गरेर जान्छौँ। सो गाइज सो हामीले चाहिँ त्यो ट्याप गरेर भित्र यो ट्रेनको उसमा आइसकेको छौँ। अनि त्यसमा चाहिँ हामीले अल्गेट भन्ने त्यो स्टेसनमा गएर फ्यारिङ रनमा झरेर फ्यारिङ रनबाट फेरि एलिजाबेथ लाइन लिएर चाहिँ अनि ठ्याक्कै उलविजमा पुगिन्छ है। त्यहाँनिर पुगेपछि चाहिँ अनि हाम्रो बेस्टो हामीलाई लिन आउँछ। सो म चाहिँ प्लेटफर्ममा गइसकेपछि चाहिँ अनि ट्रेन आउँछ। अनि त्यसपछि चाहिँ म अनि फेरि वी विल कन्टिन्यू आवर भिडियो अगेन फर द्याट सी यु अगेन गाइज। सो गाइज हाम्रो भ्लगमा चाहिँ यो हाम्रो भ्लग चाहिँ पार्ट 2 दुईवटा गरेर आउँछ, किनकि यो भ्लग एकदम लामो जान्छ आज हाम्रो। किनकि हामीले यहीँनिर भर्खर ट्रेन चढेको छैनौँ तर भिडियो यति लामो भइसक्यो। अझ त्यहाँ पिकनिकमा गएर के ल्याएको छ के खाछ भनेर चाहिँ सबै हुन्छ क्या त्यहाँनिर चाहिँ। अनि ट्रेनको चाहिँ यही हो। हामी जाने भनेको चाहिँ मेट्रोपोलियन लाइन हो। यो सेक्टरमा चाहिँ हाम्रो ट्रेन आउँछ। यु क्यान सी भिडियो सुट गर्दा। सो गाइज ट्रेन चाहिँ यही प्लेटफर्ममा आउँछ वेम्बली पार्क। यु क्यान सी देयर ट्रेन आउने चाहिँ यही हो, ठ्याक्कै यहाँ आउँछ। अनि त्यसपछि हामी सो गाइज हामी चाहिँ यहाँ छौँ। तिमी बिचमा पन्चिङ डाइलग छैन हाल। फेरि हामी आइसकेको छ तर ट्रेन चाहिँ आएन। हामी लेट भइरहेछौँ जानको लागि होइन। सो गाइज यो व्हाइट लाउने चाहिँ हामीलाई हेरेको राम्रो देखेर हेरेको कि नराम्रो त्यही त यहाँ त्यही त्यो पनि हुनसक्छ। सो गाइज मेरो मेकअप हेर्नुहोस् यो चाहिँ म आफैले गरेको। अनि तिम्रो उसले गरिदिएको आँखाचिमा गरेर देखाउ न। सो गाइज दिस इज द ट्रेन है अल्गेटको। यसबाट चाहिँ जाने हो हामी। होइन तिमी जाऊ। सो गाइज हाम्रो अल्गेटको ट्रेन चाहिँ आइसकेको छ। अब यो चढेर हामी चाहिँ मोड गेटमा झरेर त्यहाँबाट अनि एलिजाबेथ लाइन लिएर चाहिँ उलविज जाँदैछौँ। सो गाइज हामी चाहिँ ट्रेनभित्र छिरिसकेका छौँ तर सिट चाहिँ पाएन। अनि त्यही भएर हामी अपोजिट बसिरहेछौँ। सिट देयर अनि बस्छ यहाँ, किनकि यहाँ सिट चाहिँ छ तर एकवटा सिट चाहिँ खाली छ। अनि हामी छुटेर नबस्ने भनेको। सिट देयर। सो गाइज ट्रेन फुल्ली प्याक छ। सो गाइज ट्रेन चाहिँ अब रेडी भइसकेको छ। आई डोन्ट नो कतिखेर हामीलाई पुऱ्याउँछ त्यहाँनिर। सो गाइज हाम्रो चाहिँ भेट भयो है अहिले फाइनल्ली। के बोल्दा भन्छ छैन ऊ चाहिँ गयो किनकि भिडियो कालो आयो भनेर होइन। तर मलाई चाहिँ केही पनि छैन। अनि यो स्टिक लिएर आएको हामीले भिडियो सुट गर्नको लागि तर यो स्टिकै भयो कि लुज रहेछ कि झरे गऱ्यो कि बाङ्गो भएको भइ गऱ्यो। अब यो नेक्स्ट पार्ट पनि हामी हाल्छौँ। तिमी अहिले भिडियो बनाएर यहाँ सिद्धिसक्यो के अब झरेको मात्रै हालिदिन्छ।